यता निस्क्यो त्यो क्यारेटतिर छ कि यता टोक्दैन अरे टोकेन नडर राखे सिसो छ कि तातो यो सर्प पुच्छर छाम के पुच्छर छाम या ठुलो या लगब हेर्नु के बाबा हेलो गाइज, आज चाहिँ लेबर डे अन्तर्राष्ट्रिय श्रम दिवस र मलाई चाहिँ अहिले रेस्क्यु कल आयो होइन, ऱ्याट स्नेक छ भनेर चाहिँ रेस्क्यु कल आएको छ। अब चाहिँ हामी सर्प उद्धार गर्न जाँदैछौँ। मलाई चाहिँ कुलदीप दाइले फोन हान्नु भएको थियो, सर्प सरी भाइ छिटो आइजाऊ भनेर। दाइलाई फेरि पुरै फोन हानेको 5 मिनटभित्र पुग्नुपर्छ, नत्र दाइ लास्ट इन्जोय रिसाइदिनुहुन्छ होइन। सो हामी चाहिँ लाग्दैछौँ। चाबी कहाँ छ यार? आज धेरै दिनपछि रेस्क्युलाई आयो। हुनलाई समर सिजन सुरु भइसकेको छ होइन, सर्पहरू चाहिँ निस्किरहेको छन्। तर पनि आज चाहिँ धेरै समयपछि आई गट अ रेस्क्यु कल। म चाहिँ अहिले स्पटमा आइसकेको छु। यो चाहिँ कुलदीप दाइको बाइक। एकदम कहाँ हुनुहुन्छ दाइ? दाइले उद्धार गर्ने, मैले भिडियो खिच्ने हो क्या आज? दाइ खोइ अब यो तपाईँ छ भने म गर्छु। कहाँ छ? एक कुनामा देखिरहेछ। के अलि पेट्रोल सेट्रोल खाएर चाहिँ क्या? अहिले पेट्रोल सेट्रोल खाएको हो? आँखा विद्या पुरै एउटा आँखा फुटिएर चाहिँ के रहेछ? यहाँ आँखा हेर्न आउँछ दाइ? फुटिया होइन कि यो कस्तो टोटल क्या छ यार। देख्नुभयो? सम्पूर्णमा नमस्कार। म बसन्त सुवेदी र मेरो साथमा हुनुहुन्छ कुलदीप नेपाने दाइ। र हामीले चाहिँ अहिले घोराईको मिलनचोक भन्ने ठाउँमा छौँ। र यो ठाउँमा चाहिँ यो जस्ट फ्रिजको पछाडि अहिले यहाँ चाहिँ धेरै सामानहरू थियो, त्यो सामानहरू चाहिँ हामीले हटायौँ। फ्रिजको पछाडि चाहिँ कमन ऱ्याट स्नेक अर्थात् धमिला सर्प, धामन सर्प जुन हामीले नेपालीमा भन्छ, एकदम विषय नलाग्ने सर्प, अविषालु सर्प, जसलाई चाहिँ हामीले किसानको साथी भनेर पनि भन्छौँ होइन। त्यो सर्प चाहिँ यहाँ मस्त रेस्ट गरेर बसिरहेको छ। अब यो सर्पलाई चाहिँ हामीले सक्सेसफुल्ली चाहिँ रेस्क्यु गरिकन चाहिँ अहिले आफ्नो प्राकृतिक वासस्थानमा खेतबारीमा चाहिँ हामीले छाड्छौँ। अब चाहिँ मैले ढिला नगरी सर्पलाई रेस्क्यु गर्नुतिर चाहिँ लाग्छु। यता निस्क्यो त्यो क्यारेटतिर छ कि यता
यतातिर छ हेर्नुहोस् है हामीले गर्दा भयो कस्तो त आयो यति यहाँ माथि एकछिन लाग्छ है यहाँबाट यो हैन यति फर्किन लाग्छ ल अब यता आऊ यता आउनु यता आउन यता सही छ Oh my god, Fiorella! Gansa बनाइदियो यो सरबाट तपाईले कसरी चिन्नुहुन्थ्यो यो सरबाट सुरुमा नाम भन्नुस् त के भन्नुहुन्छ वसन्त सरको नाम धामन सरको धमिला सरको भन्छ यो सरकोले चाहिँ एकदम मुसा खान्छ क्या मैले किसानको साथी पनि भन्दैन होइन यो सर्पलाई चिन्ने सहिलो तरिका भनेको चाहिँ यसको शरीर चाहिँ हेर्नु त अलि मोटो खालको छ होइन घाँटीतिर चाहिँ एकदम पातलो हुन्छ टाउको पनि सानो सानो हुन्छ होइन यस्तो खालको चाहिँ शरीर मोटो र टाउको चाहिँ सानो घाँटी सानो सर्प देख्नुभयो भने चाहिँ त्यो भनेको अभिशापी सर्प भनेर चिन्न पर्यो आफूले हजुर जिउ ठुलो जस्तै यसको जिउको आकारमा घाँटी एकदम सानो छ होइन टाउको पनि सानै छ टाउको पनि ठुलो छैन टाउको र घाँटी चाहिँ सानो सानो छ भने चाहिँ त्यो भनेको अभिशापी सर्प भनेर तपाईँले चिन्न पर्यो एउटा पार्ट सिरिज पनि यो चाहिँ कसको हो ठोके पनि बिस लाग्दैन पहिलेको कुरा अहिले ठोके पनि बिस लाग्दैन अर्को कुरा भने आयो डुङ्गी नेता थाहा छ हजुरको नाम भन्नुहोस् न पुरै ठेगाना भन्नुहोस् अनि यसर्प चाहिँ कति बेलादेखि देखिएको फोन गर्छु अहिले चिया पकाउन गएको थिएँ जस्तै घरभित्र त अब तपाईँले घरभित्र सर्पसँग बस्नु त सक्नुहुन्न होइन यो सर्प चाहिँ हाम्रै खेतबारीमा बस्ने सर्प हो क्या अनि मान्छेलाई टोक्दैन नटोक्ने साथसाथै चाहिँ मुसाहरू खाइदिने त्यही भएर यो सर्प चाहिँ एकदम फाइदाजनक हुन्छ यहाँ फेरि अलिक खेतबारी रहेन रहेछ नत्र यहीँ छाडिदिने भन्नुहुन्थ्यो खेतबारी चाहिँ पुरै यहाँ पछाडि पुरै छ बस्ती बसिसकेको मेरो छोरो त त्यही अब चाहिँ म बच्चालाई चाहिँ टोक्छ बारीमा खेल्न गर्नु टोक्दैन चिसो छ कि तातो यो सर्प भावेलाई चाहिँ कहिले छोड्नु जान्न खोज्ने लाग्दैन कहाँ पैसा सेवा हो हाम्रो त्यतिकै 7-8 वर्षदेखि हामी यसरी काम गर्छौँ
बस्नुलाई ल हुन्छ ल युट्युबमा हेर्नु र युट्युबमा नि हालिदिन्छु